कास्टमान्ड अफ टेलिभिजन हेरेर बसिरहनुभएका सम्पूर्ण दर्शकबिनहरूमा हार्दिक स्वागत गर्न चाहन्छु। म उर्मिला। दर्शकबिन अहिले कलाकारहरू के गर्दैछन्, कुन कलाकार नामी छन् त कुन कलाकार बदनामी, कुन चलचित्र हिट छन् त कुन चलचित्र फ्लप, यी सम्पूर्ण जानकारी दिने हो एक मात्र कार्यक्रम हेलो कलिउड। आजको कार्यक्रम सुरुवात गर्न चाहन्छु। यो साता कलिउडमा के गतिविधिहरू भएका छन् त हेरौँ न त यो छोटो सर्टकटमा। म यस्तो गीत गाउँछु जुन प्रेम गीत बनोस्। यो संसारमा दुई प्रकारका मान्छे हुन्छन्, एउटा म जस्तो जसले सोच्छ कि तिमीहरू जस्तोलाई माफी दिनुपर्छ। ओइ मैले चाहे भने त्यस्तो 100 वटा केटी एक चुटकीमा मेरो पछाडि लिएर आइन्छु। ओइ र ओइ केटी सानी भनेर बोलाए नि हुन्छ के? नाच चाहिने बिरालोले बाटो काटेको अलिक साइड पर्थ्यो होला, यसले बाटो काटेर थुक्क। हेर न सुँगुर बोकेर बँदर बोके भन्दो रहेछ। आफ्नो जस्तो अनुहार छ त्यस्तै सुँगुर बोकेर हिँडेछ। फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम हेलो कलिउडमा। दर्शकबिन चलचित्र प्रेम गीत तेस्रो हप्तामा प्रवेश गरेको छ। चलचित्रको सम्पूर्ण टिमलाई हाम्रो हेलो कलिउडको तर्फबाट धेरै शुभकामना दिन चाहन्छौँ। दर्शकबिन अफन पाल भएको छ फिल्मी प्रोमोको। यो झापा जिल्लाको प्रमुख शहर बिर्तामोड। नाच चाहिने बिरालोले बाटो काटेको अलिक साइड पर्थ्यो होला, यसले बाटो काटेर थुक्क। यो संसारमा दुई प्रकारका मान्छे हुन्छन्, एउटा म जस्तो जसले सोच्छ कि तिमीहरू जस्तोलाई माफी दिनुपर्छ, अर्को तिमीहरू जस्तो जो माफीको लायक छैन। सानी के हो तँलाई त्यति दाइले सिनेमाको हिरोइन पो बन्दै छन् त। के खोजेको तिमीले? म लान्छु तिमीलाई। घोडा सबै खुल्ल्याउला अन्नी हो। वाउ, हैन कति फास्ट नेट छ नि यो मोबाइलमा। कति राम्रो मोबाइल हो। किबी मोबाइल हो नि त। मैले किबी मोबाइल किनेर एकदम बुद्धि पुऱ्याइछु। अझ तिमीलाई यो कुरा थाहा छैन के? प्रत्येक किबी मोबाइल खरिदमा बम्पर उपहार छ नि। हो र? हो त। एलसीडी टिभी, वाशिङ मसिन, फ्रिज, बाइक, त्यो पनि नभएर कति थुप्रै नगद उपहारहरू छन्। त्यसो भए भोलि नै जाऊँ न त किबी मोबाइल किन्नको लागि। हुन्छ। मोबाइल तपाईलाई, उपहार चाहिँ मलाई। हामीले त किबी मोबाइल लियौँ, अब तपाईको पाल। हामी नेपालीको मोबाइल किबी मोबाइल। खादा लाग्ने बोतलको पानी, लोभै लाग्ने तिम्रो जवानी। खादा लाग्ने बोतलको पानी, लोभै लाग्ने तिम्रो जवानी। उत्कृष्ट म्युजिक भिडियो, डकुमेन्ट्री, विज्ञापन, फिल्म बनाउन चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। क्यामेरा, जोनीजी, लाइट, ट्रली भाडामा दिनुको साथै पोस्ट प्रोडक्सन पनि गरिन्छ। सम्पर्क डीके फिल्म्स अनमनगर काठमाडौँ। फोन नम्बर 01 424 4945, 01 69 22 315, मोबाइल नम्बर 98 41 26 17 86। वाह, वाउ। एक्सक्युज मी, के म तपाईसँग एउटा फोटो खिच्न सक्छु? यो कमाल मेरो होइन, स्ट्यान्डर्ड टेलरको। स्ट्यान्डर्ड टेलर्स, बाग बजार काठमाडौँ। फोन नम्बर 42444477, मोबाइल नम्बर 9841796961। पनि स्वागत गर्न चाहन्छु कार्यक्रम हेलो कलिउडमा। दर्शकबिन नायक भुवन केसीलाई निर्माता रवि बस्नेतले 20 लाख घोटाला गरेको भनेर आरोप लगाएका छन्।
चलचित्र ड्रिम्स शुक्रबारबाट प्रदर्शन हुने भएको छ। यो स्क्यान्डलले गर्दाखेरि चलचित्र ड्रिम्समा कतिको असर पर्ने हो त्यो भने हेर्नलाई बाँकी नै छ। अब पनि पालो भएको छ एन्थिङ स्पेसलको। नमस्कार, हार्दिक स्वागत गर्न चाहन्छु विश्वभर एकसाथ हेर्न सकिने र सुन्न सकिने रेडियो ujarexpress.com, रेडियो आहा र www.ujarexpress.com र actioncutcover.com मा। आज हामी कुरा गर्दैछौँ नायक भुवन केसीको बारेमा। नायक भुवन केसीले ड्रिम्स चलचित्र बनाउने नाममा 20 लाख रुपियाँ घोटाला गरेको आरोप कलाकार निर्माता रवि बस्नेतले लगाएका छन्। I'm a lover, not a fighter. But I'll fight for what I love. यसै विषयमा रहेर टेलिफोनबाट भुवन केसीलाई उज्यालो एक्सप्रेस लिएको एक रिपोर्ट। भुवनजी, तपाईलाई निर्माता रवि बस्नेतले ड्रिम्स चलचित्र बनाउने न्युमा 20 लाख रुपियाँ घोटाला गर्यो भन्ने आरोप छ। यस विषयमा तपाईँ के भन्न चाहनुहुन्छ? मेरो पहिला एउटा ड्रिम गर्ल भन्ने फिल्म बनाउने मात्रै कुरा भएको हो क्या बाबु, त्यसपछि अर्को बनाउने ड्रिम गर्ल भनेर कुरा भएको हो क्या। अनि भुवनजी, रवि बस्नेतले 40 दिनसम्म म यही युनिटमा काम गरेँ र सुटिङको दौरान म 40 दिनसम्म हिँडेँ भन्ने भनाइ छ नि, यसमा के भन्नुहुन्छ तपाईँ? सुटिङमा त आयो होला, आयो होला, हेर्न आयो होला, तर कुरा उसको र मेरो भएको चाहिँ नि अर्को यसपछि अर्को सिनेमा बनाउने ड्रिम गर्ल भन्ने बनाएको भएको। अब यो सिनेमामा अहिले हाइलाइट भएको देखेर अब यसमा हुनु पायो हुन्थ्यो भन्ने उसको इच्छा होला नि त। अनि निर्माता रवि बस्नेतले जुमसुङको खर्च, पोखरामा भएका हरेक खर्चहरू 40 दिनको दौरानमा मैले नै पैसा तिरेको छु र हरेक होटलवालाहरूले चाहिँ निर्माता रवि बस्नेतको नाममा बिल काटेका छन् र अरू पनि अन्य चिजहरू चाहिँ होटलहरूले चाहिँ प्रोभाइड गरेको छ, मसँग त्यो प्रमाण छ भन्छन् नि त। त्यो सबै कुरा गलत हो बाबु होइन। त्यो सबै चाहिँ के भनेदेखि अब आउँदा कहिलेकाहीँ हामीले सुटिङमा हामीले त्यो सामानहरू कुनै ठाउँमा पेमेन्ट गरेर हामीले पठायौँ होला नि, जस्तो हामीले गर्न भनेर हामी पठायौँ होला, त्यति मात्रै हो। त्यसलाई अब उसले मैले गरेको भनेर फल्स कुराहरू गरेको नभए अहिलेसम्म उसले कुराहरू निकाल्दा त्यसमा रिलिजको कुरा निकाल्छ बाबु। अहिलेसम्म त्यत्रो प्रोमोमा योमा सबैमा उज्यालो नै कुरा निकाल्छ नि होइन। अहिले लास्टमा एउटा कसले उचाल्यो भने त्यसलाई हाम्रो सिनेमाहरू गरौँ, डिस्टर्ब गरौँ भनेर उचालेको छ त्यसलाई। रवि बस्नेतले मसँग सम्पूर्ण कुराहरूको प्रमाण छ र भुवन दाईले पहिला सुरुमा काजल फिल्म्सको नाममा हामीसँग एग्रिमेन्ट गर्नुभयो, सम्पूर्ण इन्टायर टिमहरूलाई काजल फिल्मको नाममा एग्रिमेन्ट गरियो, तर पछि आएर उहाँले चाहिँ सुपर काजल फिल्मको नाममा दर्ता गरेर हामीलाई फ्रड गर्नुभयो। पछि भन्दाखेरि होइन यो के पनि होइन, पहिलाको मेरो श्रीमतीको नाममा थियो, अब उहाँसँग डिभोर्स भइसकेको छ र अहिले चाहिँ यो म आफ्नो नाममा गरेको हो भनेर हामीलाई फ्रड गर्नुभयो र हामीले त्यही विश्वासमा रहेर आज यो धोका पाएको भन्ने कुराहरू रवि बस्नेतको भनाइ छ। यसमा तपाईँ के भन्न चाहनुहुन्छ? यो सबै वाहियात कुरा मनगढन्त कहानी हो त्यो होइन। अहिले कसैले उसलाई उचालेर अहिले हाम्रो सिनेमालाई बदनाम गर्न खोज्ने अब त्यो उसको इन्टेन्सन बुझ्न सकेन, कोही उसको पछाडि लाग्यो जस्तो लाग्छ उसलाई। यो कुरामा केही सत्यता छैन। भुवनजी, रवि बस्नेत पनि एउटा राम्रो निर्मातामा गनिनुहुन्छ र राम्रो कलाकारमा गनिनुहुन्छ। आज उहाँले चाहिँ युट्युबदेखि लिएर हरेक मिडियाहरूमा उहाँले चाहिँ बोल्नु भएको छ भुवनजीले मेरो 20 लाख रुपियाँ घोटाला गर्यो भनेर। के उहाँ यतिसम्म अबुझ हुनुहुन्छ जुन कि यस्तो कुराहरू बोल्दाखेरि भोलि आफूलाई नै अप्ठ्यारो पर्ने र भोलि गएर मलाई पनि अप्ठ्यारो पर्न सक्छ भन्ने कुराहरू नबुझिकन तपाईँलाई आरोप लगाएका हुन् त? त्यस्तो प्रमाणहरू छ भनेदेखि त कानुनले अनि त्यसपछि सेन्सरले अहिले उसको पनि त्यस्तो भइरहेको सेन्सर हुन्थ्यो र होइन। सेन्सरमा कस्तो मैले बनाउनु पनि पार्टनर भन्ने पनि गरी हुँदैन थियो र त्यो अलिकति बदनाम गरेर कसको उसको पछाडि लागेको छ क्या दिपक खासमा। अनि भुवनजी, यस विषयमा रवि बस्नेतलाई तपाईँले बोलाएर केही वार्ता कुराकानी गर्नुभयो? खोइ हस्बेन्डै भएको छ, मैले कल गर्दा उठाउँदैन, अब भेट पनि भएको छ अनि अलिक बिचमा गएको थियो। अब खै तर मैले छुट्टै पर्छ कुनले उसलाई उतारिरहेको छ, कुनले के उसले यस्तो कुराहरू गर्दा हिँडिरहेको छ, अचम्म गरिरहेको छ भनेर। ड्रिम्स चलचित्रको रिलिज एकदमै नजिकै छ र यो रस टाइममा अब उहाँले चाहिँ अख्तियारमा, चलचित्र विकास बोर्डमा र विभिन्न प्रशासनिक ठाउँहरूमा चाहिँ उहाँले निवेदन हालेको छु भन्नुभएको छ। अब के हुन्छ होला त? होइन बाबा, त्यस्तो भएदेखि निवेदन हालेको भनेदेखि त हालेको त सेन्सर रोकिनुपर्छ। त्यस्तो कसैलाई उ गरेको छ भनेदेखि त मुद्दा हालेर अदालतमा ऊ हुन्छ, उसको सबुत प्रमाण भइदिएको हावा भनौँ जे मन लाग्यो भनेर मिल्छ र बाबु। त्यो कोही मान्छे आएर टिभीमा हो यस्तो त भनेर भन्दै लाग्यो त बाबु, त्यस्तो कुरो हो कि।
अब अहिले जुन 20 लाख रुपियाँ भुवन केसीले घोटाला गर्यो भन्ने जुन जनमानस र दर्शकबिनमा जुन भ्रम परेको छ यस विषयमा तपाईले दर्शकबिनहरुलाई के भन्न चाहनुहुन्छ? जो कसैले उचालेर यो फिल्म हाम्रो फिल्मलाई अलिकति उचाइदिएको कारणले बिगार्नलाई यो सबै सुरेन्द्र बच्चीको गोली भएको। धन्यवाद भुवनजी। यो आरोपले गर्दा ड्रिम चलचित्रलाई कतिको असर पर्ने हो त्यो भनी हेर्न बाँकी नै छ। अहिलेलाई भने रेडियो उज्यालो एक्सप्रेस, रेडियो आहा, ujalexpress.com र actioncardkhabar.com बाट म पनि बिदा माग्छु। हस्त नमस्ते। सललल बग्न थाल्यो थाम्न गाह्रो मेरो मन डिच्क्याउ गोली हाने तिम्रो नजरको गन सललल बग्न थाल्यो थाम्न गाह्रो मेरो मन डिच्क्याउ गोली हाने तिम्रो नजरको गन। जुनलाई सोधी हेरे यो मनलाई के भयो, यो मनसँग सोधी हेरे यो आफूलाई के भयो। जुनलाई सोधी हेरे यो मनलाई के भयो, यो मनसँग सोधी हेरे यो आफूलाई के भयो। मन चङ्गा चङ्गा भई उडी गयो, मन चङ्गा चङ्गा भई, मन चङ्गा चङ्गा भई उडी गयो, मन चङ्गा चङ्गा भई। तिम्रो त्यो मन छुनलाई, हो तिम्रो त्यो मन छुनलाई। मन चङ्गा चङ्गा भई उडी गयो, मन चङ्गा चङ्गा भई, मन चङ्गा चङ्गा भई उडी गयो, मन चङ्गा चङ्गा भई। उत्कृष्ट म्युजिक भिडियो, डकुमेन्ट्री, विज्ञापन, फिल्म बनाउन चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। क्यामेरा, जोनीजी, लाइट, ट्रली भाडामा दिनुको साथै पोस्ट प्रोडक्सन पनि गरिन्छ। सम्पर्क डीके फिल्म्स अनमनगर काठमाडौँ। फोन नम्बर 01 424 4945, 01 69 22 315, मोबाइल नम्बर 98 41 26 17 86। वाउ, हैन कति फास्ट नेट चल्यो यो मोबाइलमा, कति राम्रो मोबाइल हो। किबी मोबाइल हो नि त, मैले किबी मोबाइल किनेर एकदम बुद्धि पुऱ्याइछु। अझ तिमीलाई यो कुरा थाहा छैन के? प्रत्येक किबी मोबाइल खरिदमा बम्पर उपहार छ नि। हो र? हो त। एलसीडी टिभी, वाशिङ मसिन, फ्रिज, बाइक, त्यो पनि नभएर कति थुप्रै नगद उपहारहरू छन्। त्यसो भए भोलि नै जाऊँ न त किबी मोबाइल किन्नको लागि। हुन्छ। मोबाइल तपाईलाई, उपहार चाहिँ मलाई। हामीले त किबी मोबाइल लियौँ, अब तपाईको पालो। हामी नेपालीको मोबाइल, किबी मोबाइल। दर्शकबिन अब पालो भएको छ ओल्ड प्रिमियरको। ओल्ड प्रिमियरमा हामीले नयाँ गीत रिलिज गर्ने गर्दछौँ। आजको ओल्ड प्रिमियरमा कुन गीत पढ्न सफल भएको छ त हेरौँ न त ओल्ड प्रिमियरमा। छमछम्ती पाउजुहरू बजाएर नाच्छ, छमछम्ती पाउजुहरू बजाएर नाच्छ, मन त त्यो मुस्कान छर्दै छर्दै छर्दै। दर्शकबिन फागुन 14बाट प्रदर्शन हुने भनिएको चलचित्र च्याम्पियन रिलिज हुन सकेन। चलचित्र विकास बोर्डले नै अनुमति नदिएपछि चलचित्रको रिलिज रोकिएको हो। अब यो चलचित्र कहिले प्रदर्शन हुने हो यो पनि हेर्नलाई बाँकी नै छ। अब नि पालो भएको छ सेलिब्रिटी अफ द विकको। हार्दिक स्वागत गर्न चाहन्छु काठमाडौँ टेलिभिजन। धन्यवाद। भुवनजीलाई तपाईँले चाहिँ 20 लाखको जुन घोटालाको आरोप लाउनु भएको छ ड्रिम चलचित्रमा चाहिँ हामीले लगानी गरेको तर त्यो लगानी होइन भनेर अहिले भन्छन्। त्यसै कारण हाम्रो 20 लाख रुपियाँ चाहिँ हाम्रो डुब्न लाग्यो, 20 लाख रुपियाँ चाहिँ घोटाला गरेका छन् भन्ने जुन आरोप लाउनु भएको छ यो कतिको सत्य? सत्य कुरै नै हो यो, किनभने उहाँसँग बगैँदा मेरो एग्रिमेन्ट भएको छ काजोस फिल्म्सबाट, होइन एग्रिमेन्ट भएको छ र म त्यसको 33% सेयर होल्डर भनेर उहाँले आफैले दिनुभएको छ। त्यसको लगायत मैले यो चलचित्रको स्क्रिप्टदेखि
हैन ग्रास लेभलदेखि यो काम गरेको छु मैले यसमा त्यसको लागि तपाईँले हाम्रो हरकुलेस बस्नेत यसको गीत सङ्गीतकार र अर्को हाम्रो विशेष पाण्डे भाइ हैन उहाँलाई पनि सोध्नु सक्नुहुन्छ तपाईँले हैन हामीले कति यो म्युजिकमा गीतमा स्क्रिप्टमा हैन कति मेहनत गरेछु ग्रास लेभलबाट मैले यसमा काम गरेछु यसको अलावा सुटिङको लागि नायिकामा पनि मैले आफ्नै भान्जी नातिनी साम्राज्ञी राज्यलक्ष्मी शाहलाई मैले राखेको छु यो सबै यथावत हुँदै पनि सुटिङको लागि हामी पोखरा 40 दिनको शेड्युल हो यसको यो चलचित्रको ड्रिम्सको चलचित्रको शेड्युल चाहिँ 40 दिनको हो त्यो 40 दिनको सुटिङ पोखरा जोमसोम छुकसाङमा म आफै गएर सुटिङ गरेको छु त्यसको हर हिसाब मैले राखेको छु बिल मैले पेड गरेको छु त्यो बिल पेड गरेको मैले आफूले बिल पनि राखेको छु हैन त्यसको अलावा पनि यस चलचित्रको म निर्माता होइन भने यसका डिस्ट्रिब्युटर उपत्यका बाहिरको मनोज राठी र उपत्यका भित्र काठमाडौँको चाहिँ गोविन्द साई दुईजनालाई सोध्नुछु उहाँहरूले मलाई पटक पटक गरेर सुटिङको दौरानमा काठमाडौँबाट आइएमई गरेर पैसा पठाउनु भएको छ किन त म यस चलचित्रको निर्माता नभएको भए मोहनजीले चाहिँ हरेक कुरा तपाईँले बोलेका कुरा र एकदम असत्य हो हैन यो वाहियात कुरा हो भनेर चाहिँ भन्नुभएको छ हजुर उहाँलाई म यही अन्तर्वार्ताबाट पनि उहाँलाई म भन्न चाहन्छु कि यदि म गलत हो भने तपाईँको आफ्नो एभिडेन्सहरू लिएर भुवन केसीजी तपाईँ आफ्नो एभिडेन्सहरू लिएर मसँग आएर चाहिँ डिबेट गर्नुहोस् मसँग फेस टु फेस कुरा गर्नुहोस् र मलाई प्रमाणित गर्न सक्नुहुन्छ कि म फल्स हो भने मलाई कारबाही गरेर देखाउनुहोस् होइन भने म प्रमाणित तपाईँले गलत हो भनेर मैले प्रमाणित गर्न सकेँ भने या समस्त प्रेस मिडिया कानुनलाई सुधा पनि म भन्छु कि उहाँमाथि चाहिँ कारबाही हुनुपर्छ भनेर हाम्रो कलाकर्मी अब चलचित्र सम्बन्धित मान्छेहरूको हक हितको लागि भनेर खोलिएको संस्था चलचित्र विकास बोर्डमा म आजको 3 महिनादेखि म त्यहाँ धाइरहेको छु हाम्रो अध्यक्षजी राजकुमार दाईसँग पनि मेरो 3-4 चोटि मिटिङ भयो उहाँले पनि 2-3 चोटि हाम्रो भुवन केसीजीसँग मिटिङमा पनि बसाउनु भयो हिसाब किताब गर्नु भन्नुहुन्छ हिसाब किताबको लागि म मात्रै होइन मसँग प्रेसको मान्छेहरू पनि लिएर गएको छु यो भोलिको दिनमा रवि बस्नेत मेरो घरमा हिसाब दिन आएको छैन भन्दाखेरि म गएको पनि छु त तर के गरिन्छ भने माथिबाट चाहिँ उहाँ हुनुहुन्न भनेर हामीलाई पठाउनुहुन्छ तर पछिबाट 10-15 मिनटपछि चाहिँ उहाँ खुद त्यही घरबाट माथिबाट ओरेर बकाइदा गाडीमा चढेर उहाँ निस्किनुहुन्छ यो बारम्बार धेरैचोटि भएको छ यो सिलसिलामा मैले यो कुराहरू मैले राजकुमारजीलाई पनि भनेको छु तर राजकुमार दाइले एउटा कुरा के भन्नुभयो भने मलाई रवि तिम्रो हर हिसाब भएको चिजहरू यो कुरा नभइकन क्लियर नभइकन म सेन्सरको लागि म सही गर्दिनँ भन्नुभएको चिज आजको दिनमा सेन्सर पनि भयो किन त यो भएको जबकि मेरो कागजहरू गलत हो भने उहाँले पनि भन्नुहोस् न तिमी यहाँ गलत छौ भाइ भुवन केसीजीले पनि भन्नुभयो तर यो फ्रड हो तेरो कागज मैले गरेको सही होइन भनेर भन्नु पर्यो नि त कागज पनि छ प्रमाण पनि छ सबै मैले दिएको छु त्यो हुँदा पनि सेन्सर भयो र अर्को कुरा उहाँ भन्नुहुन्छ कि कानुन सम्बद्ध छैन चलचित्रलाई रोक्ने अधिकार विकास बोर्डलाई छैन यदि छैन भने योभन्दा अगाडि 6 महिना अगाडि किन रोकियो त डेस्टिनेसन काठमाडौँ जो अहिलेसम्म सेन्सर भएको छैन र अस्ति पनि तपाईँको च्याम्पियन भन्ने चलचित्रलाई रोक लगायो त्यो प्रदर्शन पनि हुनुभयो किन रोकियो त एउटा साधारण कागजको भरमा निवेदनको भरमा जबकि मेरो त एभिडेन्स तपाईँको सबै प्रमाण सुविधा तपाईँ उहाँ त्यहाँ पेश गरेको छु मैले मेरो चलचित्र चाहिँ मेरो हर हिसाब नभएसम्म चलचित्रलाई प्रदर्शनी र सेन्सर नगर्नु भनेर मैले त्यत्रो आग्रह गर्दा पनि किन भयो त यो के भएको यो कुरा किन मोहन छ सबैजना म आफै बुझ्न गाह्रो भइरहेछ मलाई कति लाख रुपैयाँ तपाईँले चाहिँ लगानी गर्नुभएको छ मेरो टेन्टेटिभली यसमा 19,60,000 रुपियाँ परेको हो हैन अझै हिसाब किताबहरू मेरो पनि हेर्दैछु मेरो बिलहरू धेरै छुटेको छ हैन अब त्यही अराउन्ड त्यस्तै हो मेरो पैसा चाहिँ अनि तपाईँसँग यो 19,60,000 को के प्रमाणहरू छ तपाईँसँग अब प्रमाण भन्दाखेरि अब बकाइदा मैले तिरेको बिलहरू सुपर काजस फिल्म्सबाट निर्माण भएको चलचित्र रवि बस्नेतले पेड गरेको भनेछ हैन त्यसपछि लगायत तपाईँको हाम्रो होटल व्यवसायीहरूले जसलाई मैले पैसा पेड गरेको छु उहाँले एउटा लान्छना पनि लगाउनु भयो कि यो चलचित्र बिल मैले तिरेको त्यो चाहिँ होटलबाट हरायो भन्ने कुरा पनि उहाँले बोल्नुभयो हैन कुनै ठाउँमाहरूमा बोल्नु भएको छ उहाँले त्यो चिज हराएको हो भने चाहिँ मेरो नाम मेरो हातमा पर्यो भने नि चोरी भएको होला मैले चोरेको होला जस्तो उहाँले त्यो भन्नुभएको सरासर उहाँले मलाई चोर भन्नुभयो तर यो चिज चाहिँ मैले प्रमाणित सुधा यो तपाईँलाई पनि मैले दिएको छु हैन पेपरमा तपाईँलाई दिएको छु त्यो पिसफुल होटलले लेखेर दिएको छु यसमा सम्पूर्ण खर्च गरेको रवि बस्नेतले आफै बसेर खर्च गरेको भनेर कुरा तपाईँले त्यो प्रमाण पनि पाउनुहुन्छ र प्लस यो सिनेमामा मैले लगानी गरेको होइन भने मलाई डिस्ट्रिब्युटरहरूले किन पैसा पठाएको हैन र त्यसपछिबाट यसको अलावा पनि त्यहाँको पैसा तिर्नको लागि मैले पोखराका निवासी जो हाम्रो चलचित्र वितरक पनि हुनुहुन्छ र तपाईँको के अरे निर्माता पनि केदार पराजुसँग हामीले 8 लाख रुपियाँ मैले कर्जा लिएको छु र कर्जामा स्वयं उहाँ भुवन केसीजीले नै साक्षी बसेर सही गर्नुभएको छ यसबारेमा केदार पराजुले के भन्नुहुन्छ
केदारजीलाई उपस्थित गराउनुहोस्, उहाँले बोल्ने कुरा बोल्नुहुन्छ। काजल फिल्म्सको ब्यानरमा तपाईँ अहिले चाहिँ एग्रिमेन्ट गर्नुभएको छ? हजुर। अनि उहाँको भनाइ त यो काजल फिल्म्समा एग्रिमेन्ट भएको ड्रिम्स गर्लको हो, तर यो मेरो चलचित्र यो ड्रिम्स हो। हजुर। ड्रिम्स चलचित्रमा उहाँको कुनै पनि लगानी छैन, तर ड्रिम्स गर्ल भन्ने जुन चलचित्र जुन आगामी मैले बनाउँछु त्यसमा चाहिँ उहाँ चाहिँ निर्माता हो भन्ने चाहिँ भनाइ चाहिँ यसमा के भन्नुहुन्छ? त्यसको लागि त भुवन केसीजीलाई म पहिले क्वेसन गर्न चाहन्छु एउटा कुरा। यदि काजल फिल्म्सले उहाँले मसँग एग्रिमेन्ट गर्नुभएको हो भने त्यो रिन्युअल नगरेको कम्पनी र त्यसमा पनि उहाँको डिभोर्स वाइफ सुस्मिता केसीजी पार्टनर 50% हुँदाहुँदै किन मसँग चाहिँ उहाँले त्यस कागजबाट चाहिँ मलाई एग्रिमेन्ट गरियो जबकि त्यस कम्पनीबाट चलचित्र बन्ने नै रहेनछ? रविजी, कास्टमर टेलिभिजन हेरिरहनुभएका सम्पूर्ण दर्शकवृन्दलाई अन्तिममा के भन्न चाहनुहुन्छ? दर्शकहरूलाई मेरो यही भनाइ छ, व्यक्तिले समाज बन्छ, समाजले देश बन्ने हो। जबसम्म समाजमा यस्ता ठग प्रवृत्तिका व्यक्तिहरू विद्यमान हुन्छन् तबसम्म समाजको केही हुँदैन, र समाजको केही नभएपछि देशको पनि केही हुँदैन। यो त अभियसली सबैलाई थाहा भएको कुरा हो, र आशा गरेको छु सम्पूर्ण क्षेत्रबाट मलाई सपोर्ट हुन्छ भनेर, र यहाँहरूले पनि कामना गर्नुहोस् एउटा पीडित व्यक्तिलाई चाहिँ न्याय पाओस् भनेर यहाँहरूले पनि कामना गर्नुहुन्छ भन्ने आशा लिएको छु। धन्यवाद। दर्शकबिन, तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लाग्छ? कुनै फिडब्याक दिन चाहनुहुन्छ भने हाम्रो एड्रेस स्क्रिनमा लेखिएको छ। अर्को हप्ता यस्तै कलिउडमा भएका विभिन्न गतिविधिहरू लिएर उपस्थित हुने नै छु। आजको लागि म लगायत मेरा सम्पूर्ण इन्टायर टिमलाई बिदा दिनुहोस्। कास्टमर टेलिभिजन हेर्दै गर्नुहोला। नमस्ते। सुकिसक्यो हातै, हत्केलाको मुटु पनि सुकिसक्यो हातै, तिम्रै खातिर जल्दा पनि भनिनौ नि कठै, हत्केलाको मुटु पनि सुकिसक्यो हातै। बरु पग्लन्थ्यो कि यति चाहदा त, खोला पनि फर्कन्थ्यो कि मिल्ने भए त, ढुङ्गो बरु पग्लन्थ्यो कि यति चाहदा त, खोला पनि फर्कन्थ्यो कि मिल्ने भए त।